अहिले म ओखलढुङ्गा जिल्ला खिचिदेम्बा गाउँपालिका वडा नम्बर 5 मा रहेको एकीकृत भवन सरकारी कार्यालयहरू रहेको स्थानमा आइपुगेको छु। यसमा चाहिँ भूमि प्रशासन कार्यालय खिचिफलाटे, नापी कार्यालय खिचिफलाटे, हुलाक कार्यालय, इलाका प्रशासन कार्यालय खिचिफलाटे कार्यालयहरू रहेका छन्। यस कार्यालय अन्तर्गत भूमि प्रशासन कार्यालय खिचिफलाटेमा कस्तो काम भइरहेछ, कसरी काम भइरहेछ आज म यहाँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ भूमि प्रशासन कार्यालय खिचिफलाटे। कार्यालयको प्रवेशद्वारबाट म भित्र जाँदैछु। हेरौँ। सहायता कक्ष चलानी दर्ता लेखिएको छ। हेलो सर, नमस्कार। के छ, आराम हुनुहुन्छ? सहायता कक्षमा के हुँदैछ त? यता हुनुहुन्छ हाम्रो नापी कार्यालयको सहायता कक्षको कर्मचारी मित्र। के छ म्याडम, आराम हुनुहुन्छ? ल, ठिक छ, धन्यवाद। SOP चार्ट देखिएको छ। भूमि प्रशासन कार्यालयमा यहाँलाई हार्दिक स्वागत छ भनेर लेखिएको छ। ल, स्वागत छ त। अब हामी यहाँ भित्र जाँदैछौँ। लालबहादुर बोर्डपक्ष कोठा नम्बर 1। यता कति धेरै फाँटहरू छन् एउटैमा। तामेली फाँट, प्रशासन फाँट, मुद्दा फाँट। हेलो सर, के छ, तपाईँहरू आराम हुनुहुन्छ? ल, नमस्कार है सरहरूलाई। काम भइरहेछ? सेवाहरू अहिले त आउनु भएको छैन? प्रशासन फाँटमा व्यस्त हुनुहुन्छ। रजिस्ट्रेसन फाँट, मोड फाँट, कोठा नम्बर 2। कस्तो शान्त कार्यालय है। सेवाग्राही आउनु भएको छैन? आज आउनु भएको छैन?